सक्यो म फेरि गिन्छु है 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 अब तपाईँ गिन्नु त हजुरआमा तपाईँले अब गिन्नु तपाईँले गिन्नु मैले गर्नु तपाईँ गिन्नु 1 2 3 4 5 6 7 8 9 10 अब त्यसपछि यसको 10 11 गर्नु 11 11 12 13 14 15 आउँदो रहेछ अब फेरि 16 17 18 19 20 आमा आमा कति आउँदो रहेछ तपाईँलाई हजुरआमा 21 22 23 24 25 कति आउँदो रहेछ तपाईँलाई 26 27 28 49 50 50 आउँदो रहेछ आमा 60 70 80 90 100 100 आउँदो रहेछ आमा 100 हात हान्नु हजुरआमाको सबै आउँदो रहेछ अरे हजुरआमाले तपाईँले अब तपाईँले नातिनलाई पढाउनु पर्छ नातिलाई गिन्ती पढाउनु पर्छ ऊ त ठुलो नातिलाई पढाउनु पर्छ तर पढाउनु त्यसलाई गिन्ती पढाउनु गिन्ती सिकाउनु त्यसलाई गिन्ती बुढी भए मलाई कसले टेर्छ र टेर्छ यसले नटेरेन कान समात्नु यसरी नटेर्यो भने यसले कान समात्नु यसरी कान समातेर त कान तान्दिनु मलाई